राइट गाइज वेलकम ब्याक टु अनदर एपिसोड। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। अनि चाहिँ आज चाहिँ ट्याक्क म चाहिँ बाइकलाई फुल सर्भिस हान्नु पर्यो भनेर निस्किन लाग्यो यहाँबाट। अनि दोस्रो चाहिँ हाम्रो खुसियालीको पोइन्ट चाहिँ हाम्रो डिएसपी साहब प्रतीक भाइसित आज चाहिँ भेट हुन पाइने भयो। म चाहिँ भाइले वेटिङ गरेर बसिरहेको छ। अब चाहिँ यहाँ निस्किन लाग्यो। ट्याक्क सबैजनाले भिडियो हेरेर अन्तिमसम्म साथ दिनु होला, लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला है त। ल ट्याक्क अब चाहिँ म चाहिँ यहाँ निस्किन लाग्यो। बसन्ती चाहिँ उता छ मेरो 220। अब त्यही यहाँसित देखाउँछु त। सही हो, सर्भिस नगर्दाको ट्याक्कको लुक चाहिँ यो छ। यस्तो हेर्नु नहुने भएको बाइक सर्भिस गरिसकेपछि टक्क फाइनल लुक चाहिँ कस्तो हुन्छ म देखाउने होला छु है त। ट्याक्क यहाँ चाहिँ निस्किन लाग्यो है त। ल हामी सन्तोष तिवारीको घरमा छौँ है रिसेन्टली। ल है त। ल है ठ्याक्क हाम्रो फाइनल्ली प्रतीक भाइसित चाहिँ भेट भइसक्यो है। हाम्रो डिएसपी साहब पनि हुनुहुन्छ उहाँ भुपु मेरी। ल यसो 2-4 शब्द राखिदिनु हाम्रो काले एन्सी भाइ राज मान्छन् के है बेदी फाँटतिर सर चाहिँ बब्बाल छ है। छ बिहाइन्ड द भ्यू है। ल सही छ है, सही हो सही हो, किल्लर लुक छ है। हाम्रो बसन्ती चाहिँ यो वर्कसपमा छ, अहिले गएर देखाउँछ है त। ल गाइस प्रतीक भाइसित हाम्रो एनसी भाइसित भेट भएर चाहिँ यस्तो खाजा नास्ताको पनि व्यवस्था गरिएन अहिले भाइ आउनु आफ्नो टक्क है। चाउमिन सब त चाउमिन खाने यहाँबाट अनि मोबाइल हुने है त। ल ट्याक्कै यसै भ्लगलाई सब्स्क्राइब गर्ने हैन। हाम्रो प्रतीक भ्लगलाई पनि सबैजनाले हेरेर साथ दिनु होला है। टक्क सब्स्क्राइब गर्ने, माया देखाउनु पर्यो गाइस, माया देखाउनु पर्यो। ल सही हो, दुईराज भाइले आज लङ टाइम पछि फेरि भेट भयो है। हाम्रो भ्लगलाई सब्स्क्राइब गर्ने, फलो गर्ने है। ट्याक्क दाजुभाइ यसो चिकन चाउमिन हान्नु पर्यो नाम। प्रत्येक हाम्रो एनसी भाइलाई पनि सबैजना ट्याक्क लाइक कमेन्ट गरेर साथ दिनु पर्यो है त। ल है दाजुभाइ चाहिँ ट्याक्क भेट भएर खाजा नास्ताको व्यवस्था हुँदैछ यहाँ। सही छ बबाल चिकन चाउमिनको साथमा हाम्रो काले एनसी भाइ हेरौँ डेन्जर किल्लर लुक छ यार काले भाइको। ल है त चाउमिनको साथमा है त। सही हो। ल है वर्कसपको लोकेसन ठ्याक्क यहाँ चाहिँ बोर्ड छैन। वेटिङ इज ओभर। बसन्ती टिलिक्क टल्की हाने त्यताको अब चाहिँ यहाँ वेटिङमा छौँ। सही हो, हाम्रो काले सरले आज बिताउनु भयो यार। काले सरले लिएर नभए यहाँ बबाल हुन्छ भनेर खै बबाल कुरै हुन्छ केही थाहा छैन। वेटिङ इज ओभर यार, लास्ट ओभर भयो पुरैमा। ल है त हेर्दै जाँदा कतिखेर बन्छ अनि त्यहाँदेखि सिङ्गरामा देखाउँछ है त। ल है बाइकहरू चाहिँ यहाँ डेन्जर किल्लर बन्छ है। ल तपाईँहरू पनि बाइक बनाउनु भने यहाँ आउनु होला है त। बेबीको लुक्स हेरौँ त खतरा छ यार, किल्लर 221को अफरोडको अनरोडको राजा हो कि। ल है बल्ल चाहिँ मेरो बेबीको चाहिँ अब काम सुरु हुन लाग्यो है। अहिलेको लुक्स चाहिँ यस्तो छ, अब फाइनल लुक्स चाहिँ अहिले आउँछ है त। खोलेर बल्ल सट्टै आउँदैछ, अब फाइनल लुक चाहिँ अहिले देखाउँछ है त। ल हाम्रो छेत्री सरले चाहिँ मगाएर आएको यहाँ। यो चाहिँ लोकेसन चाहिँ ट्याक्क बिरेजी गाउँपालिका खरे खोलामा है त। बबाल बबाल बाइकहरू चाहिँ यहाँ सर्भिसिङ हुन्छ, सर्भिसिङ गर्न सबजना आउनु होला है त। ल यहाँ बबाल बबाल हुन्छ यहाँ। सही छ, हाम्रो छेत्री सर चाहिँ छेत्री सरको नेतृत्वमा हामी ट्याक्क चाहिँ यहाँ आएको छौँ। सही हो, फाइनल्ली हाम्रो बेबीको लुक चाहिँ यहाँसम्म आएको छ है अहिले। बजाम बजाम भएर यस्तो भयो। अब फुल सर्भिसिङ गरेर टक्क टिलिक्क टल्काएर हाम्रो काले भाइ यस्तै बनाएर लाने हो कि ट्याक्क भयो। अरू लुक्स चाहिँ हेर्दै जाउँ है त। अब एकैचोटि चाहिँ फाइनल लुक्समा हामी आउँछौँ है त सिधा। ल वर्कसप चाहिँ यहाँ बबाल छ है, बबाल बबाल सर्भिस हुन्छ। सबैजना आउनु होला है भिडियो हेरेर।
यहाँ नजाउँ हुन्न र फुल्ली फाइनल लुक्स कस्तो थियो कस्तो भयो भन्ने कुरो यहाँ बल्ल थाहा हुन्छ ल यो वर्कसपको हाम्रो ओनर सही हो ल अब यहाँबाट चाहिँ निस्किलाको टक्क चाहिँ हाम्रो प्रतीक सरलाई चढ्न गइन्छ त अब यहाँबाट ल है फुल एन्ड फाइनल लुक्स 220 वुड खरे खोला है त यहाँ ल अब यहाँबाट चाहिँ निस्किलाको टक्क सही हो ल हामी चाहिँ टक्क चाहिँ निस्क्यो कालीबारी हामी कालीबारी चाहिँ टक्क राइड आइदियो ल अब चाहिँ हामी चाहिँ फुल सर्च गरेर बसन्तीलाई टिकटको A1 कन्डिसन बनाएर टक्क चाहिँ यहाँ निस्क्यो हामी हाम्रो कालीबारी चाहिँ राइड ल है पानी परिरहेको है गाइस पानी ल है त अरू भिडियो चाहिँ पछि त अब आजलाई चाहिँ यति नै होला जस्तो छ गाइस पुरै पानी भिडियो बनाउनु पनि साथी होइन सही हो आज चाहिँ हाम्रो बसन्तीलाई टक्क फुल सर्भिस हानेर किलर लुक्स बनाएर हाम्रो प्रतीक भाइसित चाहिँ यहीँबाट लास्ट अब हामी छुट्टिन लाग्यो ल है त अरू भिडियो चाहिँ नेक्स्ट भिडियोमा भेटौँ ल सबैजनाले हेरेर साथ सपोर्ट दिने लाइक कमेन्ट गर्ने सेयर सब्सक्राइब गर्नु पर्यो है त ल सही हो ल है त नेक्स्ट भिडियोमा फेरि भेटौँ ल है त सी यू सुन